morning guys. आज हाम्रो सेकेन्ड डे एट पोखरा अनि हामी भर्खरै उठेर यस्तो फ्रेस भएको हैन अनि दिस फ्रम आवर विन्डो हिमाल गाइस हिमालमा चाहिँ घाम लागिसक्यो यता चाहिँ सनराइज भएको छैन बिस्तारै हुन्छ वाउ हामी 3 घण्टा पछि रेडी भएर बस्यौं हैन बिहानैदेखि रेडी हुन लाग्यो 1 घण्टा लाग्यो मैले अघि भनेको हेलो हामी चाहिँ अहिले जाँदै छौं मुक्तिको भगवानको स्टार्ट गर्नलाई भेरी राइट नाउ साथीहरु हाम्रो ग्याङ पुरा अनि त्यहाँ माथि डाँडामा चाहिँ होटली जान्छौं झरेर अब चाहिँ हामी हिँड्दैछौँ कुम्दीकोटसम्म सबजना भ्लग गर्दैछन् के किन्दैछन् हिँडेर पुरा शिव भगवान हुनुहुन्छ आइसक्यौँ हामी अनि यहाँ चाहिँ हिमाल ल हट एयर बलुनहरू पनि रहेछ यो हिमाल यहाँ शिव भगवान सम्पूर्ण माछा पुछि हिमाल देखेर कस्तो आनन्द आइरहेको हैन खै पोखरा जस्तो आको तल छेवा ताल वाह सिरिया आहा फोटो खिचेर भ्यायौँ हैन अब चाहिँ saying bye bye to the Shiva Bhagwan है जाँदै छ फर्किन लाग्यो नन्दी कुम्दीकोट घुमिसकेपछि चाहिँ अब हामी जाँदैछौँ पोखरा इन्टरनेसनल एयरपोर्ट तर्फ International Airport guys अघिको बेसले गाली गरिसक्यो त्यो पनि फेरि मोबाइल देखाउ एयरपोर्टमा छौँ पोखरा इन्टरनेसनल एयरपोर्ट हामी यो टर्मिनल स्टेसन भइरहेको छ रमाइलो कति रमाइलो भइरहेको धेरै नयाँ कुरा सिक्यो भगवानलाई खानु Here's the tower and plane landing र टेक अफ भइ नै रहेको छ नि निकै राम्रो त्यो पानीको धारा देखेँ मैले अनि यहाँ भिआइपी डिपार्चर पास होल्डर मात्र खाने पानी अफिस पोखराको होइन यहाँ
सेडिमेन्टेसन ट्याङ्क यसले चाहिँ सेडिमेन्टेसन ट्याङ्कलाई चाहिँ पानी पठाउँछ यहाँबाट उसलाई कति पानी पठाउँछ पानी पठाउने फिल्टर गरेन फिल्टर भइरहेको यसको यहाँ पानी रहने भनेको 30 मिनट मात्रै हो पानी आउने बालु तल बसेको अरू बालु त देख्नु यसो चाटी के भयो मेन भम्की ती भयो त्यहाँका त्यहाँ दुईवटा छ दुईवटाको यसको भन्दा त्यसको हाइट शाखा छन् दुईवटा ओ हालको हाइट धेरै पानी पम्पिङ पाइप यु गो इनसाइड या फेवाताल डाइरेक्ट एक छपाक you go there this chapa Jadu entrance of Fewatal. Oh. Directly. Overflow tank. Zindagi. सबै एउटै केमिकल पनि मिसाउँछ पानी एउटा ट्याङ्क र माटो र हिलो ढुङ्गा अनि यो माटो र हिलो चाहिँ तपाईले पछि सफा गर्नुहुन्छ टाइम टाइममा यो सफा गर्दाखेरि पम्प झार्नुपर्छ पम्प झारेपछि पम्पबाट हामीले खेल्न पाइन्छ भनेर अब खेल्न पाइन्न हामी अहिले चाहिँ रुम फिक्स गरेर बेलुकाको लागि पोखरा लेक साइडतिर अथवा कता कता हुन्छ डुल्न निस्केको होइन ग्रुप अनि त्यसपछि जाँदैछौँ हामी Yes, Biru. Let's come on, guys. Follow me. Okay. We're following Biru. Hey, guys. It's hotel balcony. Oh, yeah. How's the juice, guys? हामी पोखराको लेक साइड पुगिसक्यौँ अनुपम दृश्य Hey guys, अहिले चाहिँ म यहाँ एक्लै निस्केको छु पोखराको रोडमा म चाहिँ अहिले हल्लन चौक आइपुगेको छु होइन चौक आइरहनु नो यस्तो नाम कसले राख्यो हल्लन मरी लाग्यो यही बातें तो याद आएंगे कल मेरे को कि मैं अकेली ही डुली थी जिंदगी में पोखरा में है ना लेक साइड को खहरे आइपुगे गाइस